संसिद्ध भएर बस्ने गर्दछ। अज कुमारजी भन्नुहुन्छ, हे प्रभु, यस कारणले गर्दा त्यो स्वर्गमा पनि ती आनन्दहरू छैनन् जो पृथ्वीमा आनन्दलाई प्राप्त हुने गर्दछ। त्यही समयमा स्वर्गबाट कुमारहरू आउन लाग्नुभयो। प्रह्लादस्तारधारी तरलगतिकदय चौद्भव कांक्षधारी वीणाधारी सुरर्षि स्वरकुशलतया रागकर्ता जुलोभु इंद्रोवादि मृदांगम जय जय सुकरा कीर्तने ते कुमारा यत्रा के भागवता रस रस सनया व्यासपुत्रो बभूव। त्यहाँ व्यासजीका पुत्र जो सुखदेव स्वामीजी पनि आएर बस्नु भएको थियो। सुखदेव स्वामी भन्नुहुन्छ, हे राजा परीक्षित, त्यो समयमा यस्तो भएको थियो। यतापट्टि कुमारजी नारदजीलाई भन्नुहुन्छ, त्यही समयमा प्रह्लादहरू भगवानका पार्षदहरू वीणा मृदाङ्ग ढोलीहरू लिएर त्यहाँ आएर कीर्तन गर्न लागे। हेर्नुहोस्, भागवत श्रवण गर्नाले दारिद्र्य दुःख जरता हितानां माया पिशासी परिमर्दितानां संसार सिन्धु परिपातितानां क्षेमाय वै भागवतं प्रगर्जति। त्यो हामीसँग जुन दारिद्र्य दुःख कष्ट छ, अब दारिद्र्य भनेको के हो त भन्दा जो विशाल तृष्णा हुने गर्दछ नि। हामीले केही कमायौँ, अब त्यो कमायौँ हामीसँग छ, तर हाम्रो त्यो भन्दा पनि धेरै कमाउने इच्छा हुने गर्दछ। अब त्यो प्राप्त गर्यौँ, फेरि त्यहाँबाट बढ्दै जाने गर्दछ। हाम्रो जुन सपनाहरू बढ्दै जाने गर्दछ, त्यो सपनालाई परिपूर्ण गर्नको लागि अब हामीलाई प्राप्त भएन भने हामीले कुमार्ग पनि अपनाउन लाग्दछौँ। त्यो समयमा अवश्य पनि दारिद्र्य आएर वास गर्ने गर्दछ। त्यस्तो तृष्णाहरू छ भने पनि भागवत सुन्नाले गर्दा नाश भएर जाने गर्दछ। माया